धेरै दिन पछाडि ज्वरोले थला परेको अवस्था अनि जाति भएर उठे पछाडि यो फोटो बनाउनु भएको। अगाडि धेरै कामहरु गरिरहेको थियो अनि बिरामी भइसके पछाडिको कुराहरु अब यिनीहरु चाहिँ पठाउनका लागि तयारी गर्दै सारै राम्रो रहेछ। धेरै जनाले सोध्नुहुन्छ यस्तो खालको 5 वटा कति पर्छ पैसा भन्दै हुनुहुन्छ हैन? हजुर हजुर। तपाईको यो चाहिँ लार्ज साइज हो। यसको टोटल डाइमेन्सन भनेको चाहिँ यता चाहिँ 80 छ, यता चाहिँ 40 छ हैन? यो चाहिँ लार्ज हो। यो भन्दा एक्स्ट्रा लार्ज र ह्युज पनि हुन्छ। ह्युज चाहिँ यो जति तपाईले यो देख्दै हुन्छ त्यतै हुन्छ। यो कार्डबोर्ड जत्रै हुन्छ। ह्युज चाहिँ यो चाहिँ लार्ज मात्रै हो। यो भन्दा ठुलो एक्स्ट्रा लार्ज हुन्छ अनि यो भन्दा सानो पनि हुन्छ। अनि दाम अनुसारको काम हुन्छ अनि अथवा काम अनुसारको दाम हुन्छ भनौं हैन? बुझ्नुस् मिलाएर। यस्तो उठाएर 1300 उनीहरुलाई पनि देखाउनुस् न यो। अनि मलाई कति जनाले चाहिँ सोध्दै हुनुहुन्थ्यो यो मिडलको लागि मात्रै त्यति दाम हो कि होल सेटको लागि भनेर आज 4-5 वटा मेसेज मैले रिड गर्दै थिए। यो चाहिँ मैले अब यसको मात्रै दाम भनेको हुँदिन। यो सेटै देखाउँदाखेरि चाहिँ त्यो सेटकै दाम भनेको हुन्छ मैले। सो कन्फ्युज नहुनु होला साथीहरु। ओके। यो चाहिँ पुरै सेटकै दाम भन्छु म। इन केस तपाईले सिंगल पिसको सोध्नु भयो भने म सिंगल पिसकै पनि भन्छु हैन? यो भनेको चाहिँ पुनाम बहिनीको हो। बहिनीले पहिला पनि एउटा बनाएर हामीले भिडियो बनाएर हाले पछाडी मन पराएर चाहिँ दाजु लु चाहिँ त्यही राख्नुस् म अर्को बनाउँछु भन्नु हुँदै थियो। अनि अर्को सेट पनि बनाएर पठाएको थियौं। फेरि उहाँले चाहिँ यो उहाँको सेकेन्ड टाइम अर्डर यो चाहिँ कसैलाई गिफ्ट दिन लाग्नु भएको रहेछ। आफ्नोमा त पुग्यो तर स्टिल पनि त्यो डिजाइन स्टाइल लुक्सले चित्त भरिएन छ मलाई। कसैले आफ्नो मान्छेलाई गिफ्ट दिँदै हुनुहुन्छ। यो चाहिँ उहाँले इट्स अ पर्फेक्ट एन्ड अमेजिङ गिफ्ट हुन्छ है। मलाई जहाँसम्म लाग्छ रिसिभर चाहिँ एकदम ह्यापी हुनुहुन्छ। थ्यांक यू।